लागि हामीले थोरै समय लिएका छौँ र तपाईँले आफै नै बुझेर हामीलाई सहयोग गरिदिनु म श्रीमानबा र प्रतिनिधिज्यूलाई म हार्दिक धन्यवाद ज्यूलाई म आफ्नो शुभकामना मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्दछु धन्यवाद कार्यक्रम सञ्चालक ज्यू र आज किरण राई जिल्ला कार्य समितिले यस उभौली साकेलाको प्रदर्शन तथा समापन समारोह 2083 का सभाध्यक्ष महोदय किरात राई जिल्ला कार्य समिति झापाका गणेश राईज्यू र यसै गरी यस सभालाई विशेष बनाउनका लागि पाल्नुभएका श्रम संस्कृति पार्टीका श्रद्धेय अध्यक्ष माननीय श्री हर्कराज छाम्थाङज्यू र यस देशमा रहनुभएका सम्पूर्ण विशेष अतिथिज्यू र सम्पूर्ण यस कार्यक्रमलाई उल्लासमय बनाउनको लागि र विशेष बनाउनको लागि पाल्नुभएका सम्पूर्ण यहाँ पाल्नुभएका सम्पूर्ण जनसहभागिताहरूमा म किरात याक्थुङ झापा जिल्ला सचिव भीममाया नेमाङको तर्फबाट सेवाहरू र नमन भन्न चाहन्छु र आज यस एक महिनाभरि किरात राई खलाहरूले विभिन्न वडा समिति नगर समिति र जिल्ला समिति हुँदै गरिने यस एक महिनासम्मको साकेला पर्व आज समापन हुन गइरहेको यस अवसरमा यहाँ शुभकामना
त्यसैले गर्दाखेरि पनि हामीले हरेक यो भनेको एउटा प्रकृति जोगाउने हाम्रो संस्कृति जोगाउने कार्यक्रमहरू यहाँ भइरहेको छ। हाम्रो हराउँदै गएको भाषा लिपि संस्कार संस्कृतिहरूलाई जमेनाका किराँत राईहरूले जसरी गरिरहेको छ यसको हामी सबैले सम्मान गर्नुपर्ने हुन्छ र यो एकतालाई हामी किराँत याक्सुङ चुम्लुङ जिल्ला शाखाको तर्फबाट साथै म सचिव भीममा नेमाङको तर्फबाट यहाँहरूलाई मुरी शुभकामना दिन चाहन्छु। आउँदो दिनमा योभन्दा अझै सशक्त बनेर र यो एउटा सांस्कृतिक कार्यक्रममा मात्र होइन राजनीतिक कार्यक्रम र अन्य कार्यक्रमहरूमा पनि यहाँको एकता यतिकै मजबुत र बलियो हुँदै जाओस् भन्ने कामना गर्दै यही मेरो केही भनाइहरू यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। सेवाहरू धन्यवाद। हाम्रो किराँत याक्सुङ चुम्लुङ झापाका सचिव हिममाया खण्डवाजीले आफ्नो शुभकामना मन्तव्य राखेर गइसक्नु भएको छ। अब यसपछि हामी हाम्रो साकेला सिली निवेदन चलिरहनेछ। हाम्रो शुभकामना मन्तव्यलाई पनि हामी निवेदन लिनेछौँ। बबी राईज्यूलाई पनि विशिष्ट अतिथिको आसन गरेर म हार्दिक गर्दछु। र साकेला सिल्ली हल्दीबारी